ओम सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्। ओम शान्ति शान्ति शान्ति। सम आदरणीय महानुभावज्यूहरू, हजुरहरूको सामु आज म सुदूरपश्चिम प्रदेशको पहाडी तथा ग्रामीण समुदायमा मौलिक पर्वका रूपमा प्रत्येक वर्ष भाद्र 1 गते मनाइने ओल्के पर्वका बारेमा वृत्तचित्र प्रस्तुत गरिरहेको छु। ओल्के पर्वलाई सम्मान, उपहार तथा कोसेली दिने पर्वका रूपमा मनाइने गरिन्छ। यो पर्वलाई हाम्रा पूर्वजहरूद्वारा पुस्तौँदेखि मानिआएको पर्वका रूपमा लिइन्छ। ओल्के पर्व वर्षायाम समाप्ति पश्चात सुरु हुने नयाँ उत्पादनको स्वागत गर्न मनाइने गरिन्छ। असार साउन महिनामा प्रकृतिद्वारा उत्पन्न हुने दुःख कष्टबाट मुक्त भई नयाँ मौसमको सुरुवातको शुभ अवसरमा ओल्के पर्व मनाइने गरिन्छ। खास गरेर ओल्के पर्व पछि सुदूरपश्चिममा विभिन्न चाड पर्वहरूको सुरुवात हुने गर्दछ। ओल्के पर्वमा मान्यजनहरूप्रति आदर सम्मान व्यक्त गर्न ओल्को दिइने गरिन्छ। ओल्कोको अर्थ उपहार वा कोसेली भन्ने बुझिन्छ। ओल्कोको रूपमा भाद्र संक्रान्तिमा पिडालुको पात, फलफुल, तरकारी, दूध, दही तथा घिउ आफ्ना मान्यजनहरूलाई कोसेली तथा उपहारका रूपमा दिई आदर सम्मान व्यक्त गर्ने गरिन्छ। ओल्के पर्वमा परिवारका सम्पूर्ण सदस्यहरू तथा चेलीबेटीहरू एकत्रित भई मिठो मसिनो परिकारहरू बनाएर एक आपसमा खुसियाली बाँडी ढोगभेट गर्ने गरिन्छ। ओल्के पर्वमा ओल्को उपहार कोसेली लिनु दिनु हामी सुदूरपश्चिमेली समुदायको संस्कृति, परम्परा तथा आस्थाको प्रतीक पनि हो। अन्तमा ओल्के पर्वले हामीहरूमा आपसी सद्भाव सम्बन्ध मजबुत, मान्यजनप्रति सम्मान प्रकट, सामाजिक एकता कायम गर्ने तथा मौलिक संस्कृति परम्पराको संरक्षण गर्नमा महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ। यहाँहरूलाई यो प्रस्तुति कस्तो रह्यो? रचनात्मक सुझाव तथा सल्लाहको ठुलो आशा गर्छु। धन्यवाद। ओम शान्ति।